हेर निदाउँदाखेरि त कति राम्री मायालु देखिन्छ नि, उठ्ने बित्तिकै यसको थुथुनो प्याउ 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 कति राम्री मायालु राम्री। कस्तो घाँटी दुखो कि दबाई दिन्न। के गरेको मार्न खोजेको? दबाई दिनु भनेको होइन? दबाई भनेको मेडिसिन के? ए म त के भन्न खोजेँ कि दबाई दिनु भन्यो अनि म त दबाई मार्नुहुन्छ होला तपाईले त। मार्दिन, मारेर जेल जान्छ र मलाई? ल्याइदिनु बिस्तारै दबाई त निको हुन्छ कि? होइन म ल्याइदिन्छु, ल्याइदिन्छु। खसखस गर्दैछ, अर्का कुरो काट्न नपाएर घाँटी खसखस गरेको होला नि, चोथाले पो बाँध्न नपाएर त्यस्तो भएको होला। यो दबाई भन्दा पनि नि तेरो त अपरेसनै गर्नुपर्छ होला हौ, त्यहाँ अड्केको हुनसक्छ क्या। के अड्केको हुन्छ र अपरेसन गर? यो घाँटीमा तँ अर्काको कुरा आएर अड्केको होला क्या, त्यो भएर तँ खसखस खसखस भएको हुनसक्छ क्या। अर्काको कुरा गरेपछि त सकिन्थ्यो नि त, कुरा गर्न पाक्दैन। तपाईले दबाई ल्याइदिनु भनेको हो के नि मैले? तिमीलाई त्यही त हुन्छ नि, अर्काको कुरा अर्काको चासो धेर लिएका हुन्छौ, त्यो भएर त घाँटीमा बोल्न पाएन भने एकछिनसम्म। लु भयो, मलाई केही दिनु पर्दैन। लु भयो, सक्यो, तपाईँ जानु। अर्काको गफ गरेर ठिक हुन्छ, अरू बेला बोल्न पायो भने 12:70 गफ गर्छ अर्काको फोनमा। तपाईँ नबोली जानु है अहिले। म